एक सम्बन्धले दुईवटा कुरा डिमान्ड गर्ने गर्छन्। नम्बर 1 इज रेस्पेक्ट एन्ड नम्बर 2 इज लभ। यदि कुनै पनि सम्बन्धमा तपाईँले रेस्पेक्ट पाउनु हुँदैन भने त्यहाँ तपाईँले मायाको अपेक्षा गर्न सक्नु हुँदैन। तर धेरैजना मानिसहरूले भन्ने गर्छन् म तिमीलाई माया गर्छु, म तिमीलाई केयर गर्छु, म तिमीलाई यो गर्छु, म तिमीलाई त्यो गर्छु, तर पनि उनीहरूले पटक पटक तपाईँलाई डिसरेस्पेक्ट गरिरहेका हुन्छन्। तपाईँले बनाएका ती बााउन्ड्रिजहरूलाई क्रस गर्ने कोसिस गरिरहेका हुन्छन्। तपाईँले आफ्नो पिसलाई मेन्टेन गर्नका लागि बनाएका ती पर्खालहरूलाई क्रस गर्ने कोसिस गरिरहेका हुन्छन्। यदि तपाईँले यसको बारेमा आवाज उठाउनु भयो, रियाक्ट गर्नुभयो भने उल्टै उनीहरूले तपाईँलाई भन्ने गर्छन् तिमी किन त्यो धेरै ड्रामेटिक भइराखेको, किन तिमीले ओभर रियाक्ट गरिरहेको, किन तिमीले यो गरेको, किन तिमीले त्यो गरेको। उल्टै तपाईँलाई यो रियलाइज गराउन खोज्छन् कि के तपाईँले साँच्चीकै ओभर रियाक्ट गरेको पो हो कि। तर यदि तपाईँ कसैलाई माया गर्नुहुन्छ भने त तपाईँले त्यो मानिसको उसलाई के मनपर्छ के मन पर्दैन भन्ने कुराको पनि त सम्मान गर्न सक्नुपर्छ नि। उसको बााउन्ड्रिजको पनि सम्मान गर्न सक्नुपर्छ। चाहे त्यो सम्बन्ध प्यारेन्ट्ससँगकै किन नहोस्, चाहे त्यो सम्बन्ध दाजुभाइ बिचको किन नहोस्, चाहे त्यो सम्बन्ध ब्रदर एन्ड सिस्टरको बिचको किन नहोस्, चाहे त्यो सम्बन्ध हस्बेन्ड वाइफको बिचको नै किन नहोस्, एभ्री रिलेसनसिप इन दिस युनिभर्स डिमान्ड्स रेस्पेक्ट। रेस्पेक्ट कुनै चोइस होइन, यो डिमान्ड हो। चाहे तपाईँ फ्रेन्डसिपमै किन नहोस्, फ्रेन्डसिपमा पनि रेस्पेक्ट एकदमै जरुरी हुन्छ। रेस्पेक्ट जरुरी हुन्छ भनिरहँदाखेरि तपाईँले ख्यालठट्टा गर्नै मिल्दैन भनेको होइन। ख्यालठट्टा गर्नुहोस्, ख्यालठट्टा गरिरहँदाखेरि पनि तपाईँले उनीहरूको बााउन्ड्रिजको कदर गरिदिनुहोस्। यदि कुरा चित्त बुझ्यो भने मलाई फलो गर्नुहोस्।